हेलो गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। म एकदम सन्चै छु। आज चाहिँ मेरो प्यारा प्यारा दिदीबहिनीहरू मोमो है मोमो पार्टी गर्ने भनेर होइन हाम्रो घरमा र दिदीबहिनीहरूले मोमो बनाउँदै हुनुहुन्छ है। आज मोमो पार्टी छ। हाम्रो सेफहरू आज हाम्रो मोमो बनाउनमा यहाँ प्याज काट्दै हुनुहुन्छ हाम्रो बहिनीको अरे साली कमला साली रोजिना। अनि यता हेर्नुहोस् एकदम ब्युटिफुल प्रिन्सेस। ओ माई गुडनेस, यता हेर्नु त खै हाई गरिदिनु न। ल टिस्यु चाहियो मेरो सालीलाई। यता त हाम्रो प्यारी प्यारी दिदी के मुस्नु भएको यसो भर्खर स्पेनबाट आउनु भएको है गाइजहरु। हेर्नुस् है, उहाँ चाहिँ स्पेन पनि पुगेर आइसक्नु भयो। अनि हामीले स्पेनबाट चाहिँ उहाँलाई स्पेशली मोमो पिठो मुस्नका लागि बोलाएको। यता चाहिँ बनाउने कार्यक्रम टिस्यु दिनु रे के सालीलाई के भएको यो भिना सालीको आँसु आएको हेर्नु भएन के साली हजुर के छ? धनिया छ। धनिया है, धनिया काट्दै हुनुहुन्छ। यता त हाम्रो सुषमा सिस्टरले के मोल्नु भएको रे हजुरले? यता देखाइदिनुहोस् न सर। ल हेर्नुहोस्, आज चाहिँ माल्टामा होइन स्पेसल मोमो पार्टी माल्टामै गाइस। ओके अरु काई हैन है, नि किन होला तपाईहरुले? ल हेर्नुहोस् दिदीको काम के हो? मेरो इन्भेस्टमेन्टको बाला किनेर ल्याएको छु, त्यही लाउँदैछु स्पेनबाट फाइनली। हामीले गिफ्ट पाएको थियौँ कि हाम्रो फाइनली यता आउनुहोस् न। फाइनली मलाई बनाउन आउँदैन, त्यही पनि अचार बनाउँदैछु यता मैले। ट्याक्क मोमोको लागि अचार हो है, अलिक मिठो गरेर खानुपर्छ। अनि यता हुनुहुन्छ, मलाई देखाउनु पर्दैन भनेर लगाउनुपर्छ। ह्यान्डसम हुनुहुन्छ है आफै। ल बुझ्दैन भनेर हाम्रो दिदीले चाहिँ यता हाई भन्नु दिदी स्माइल दिनु। मोमो मिठो नै बन्छ जस्तो छ है। किसन भाइ कतिको एक्साइटेड छौ मोमो खान? अलिअलि कहिले आउँछ? यता चाहिँ हाम्रो दिदी चाहिँ यस्तो बसेर होइन मोमो बनाउँछ। के आजको मोमो एकदम स्पेसल होला दिदी? हुन्छ होला नि, यति मिहिनेत गरिएछ होइन? स्पेसल है स्पेसल। ल हाम्रो चाहिँ यहाँ मोमो बनाउने कार्यक्रम छ। यी बहिनीले मोमो बनाउँदैछ, साली नानीले। कसरी बनाउनुपर्छ भनिदिनुहोस्, थोरै आइडिया सिकाइदिनुहोस् त। मलाई नै आउँदैन, तर मैले बनाएर छु। यो चाहिँ मोमो भन्दा नि ग्योजा टाइपको हो अरे, जापानिजको। मेरो ग्योजा हो। चाँडो पकाउँ भनेर सोचेर चाँडो पकाएर चाँडै खाम। भोलि ड्युटी जानुपर्छ। सुषमा सिस्टरले तपाईँलाई सिकाउँछ। फाइनली हाम्रो चाहिँ मोमो पाकिसकेको छ है। मोमो पाकिसकेको छ। हामी चाहिँ मोमो खान गइरहेको छौँ। मोमोको सेप मोमो खाँदै हुनुहुन्छ हाम्रो मेरो साली नानी। मोमो चटनी यस्तो छ। अब चाहिँ हाम्रो के हुँदैछ अरे? मोमो पार्टी। हाम्रो किसान मोमो रेडी भयो फाइनली। अब होइन त एक्साइटेड हो एकदम। दिदी कस्तो छ त नि? उहाँ दिदी पनि फेरि मोमो बनाउने है। अहिले हेर्नुभयो होला है। अब चाहिँ हामी मोमो खान सुरु भइसक्यो है। ल
तपाईहरु चाहिँ नखानु हामी चाहिँ खायौँ ल एउटा मोमो ट्राई गर्छु ल हाम्रो यहाँ हुनुहुन्छ भेना उहाँले चाहिँ मोमो ट्राई गर्न के हो त चाटा यतैको त्यतिका दिदी रङ न मस ल है त ल भेना टेस्ट गरेर ल भनिदिनु त्यसमा होला भन्छु हाम्रो दिदी पनि राख्नु भयो भइसक्यो दाइ बस्नु न उता कुर्सी खाऊ कुर्सी तान्नु कस्तो वाउ एकदम दामी सबै उहाँले गर्नु बस्नु म लागि छुट्टै भयो दामी छ दामी किसान आउने तिनजना छ दामी भएछ अचार पनि खाऊ दाइ बस्नु कुर्सी तिमीलाई अप्ठ्यारो भयो तपाईँहरूलाई है ठिक छ किसानलाई डल्लो पार्न आउँछ भने थाहा भएको भए त पूजा बनाउनु है बोक्रा बाक्लो भएर चटनी नै के हो भयो थियो है बेला त मैले बेलेको तर सबैजना होइन पिठो मिसमास भएको भएको थियो त्यो बेलामा त्यही भएर के अरे गिलो भएको थियो त्यसरी भाइले किसान खाइदिएकै हो पेटमा गइसक्यो खतरा मिठो छ रोयल दरबारमा भन्दा मिठो लाग्यो धेरै मिठो ओ सोना दिदीको खाइ त खतरा छ त यस्तो मजा लाग्छ कि यसरी खानु हामीलाई त बानी भयो होला नि दाइले ल रातको 11 बजिसक्यो सबैजना मोमो खाएर चाहिँ हाम्रो बाई बाई गाइस हामीले चाहिँ मोमो खाएर टन्न भएर होइन अब चाहिँ हामी घर जान लागिरहेको छौँ यहाँ चाहिँ रातको 11 बज्न आँटिरहेको छ त्यही भएर आँखामा निन्द्रा पनि लागिरहेको छ ल है जाँदै बाई बाई हुन्छ गाइस अब हामी जान लागेको छौँ धेरै धेरै धन्यवाद हामीलाई मोमो खानु बोलाइदिनु भएकोमा भेना अनि दिदीलाई अनि परमेश्वरले धेरै आशिष दिनुभएको होस् हामी जाँदैछौँ थ्याङ्क यू सो मच बाई बाई चाओ धेरै आशिष दिनुभएको होस् अनि नन्ना मुन्ना छिटै होस् ल है सबैजना